हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भन्दै आशाको साथमा नयाँ दिन र नयाँ भिडियोको सुरुवात भइसकेको छ हैन। अहिले चाहिँ हामी जाँदैछौँ बिहानै उठेर गफ सुनौ न गफ। अहिले चाहिँ हामी जाँदैछौँ बिहानै उठेर पराल लिनु हैन। हामी धर्नै त्यही कामले धरेको हिजो। यहाँ हामी 3 जना जाँदैछौँ। अगाडि 3 जना चाहिँ गइसक्नुभयो, मम्मी भाइ बहिनी। अनि हाम्रो मम्मी चाहिँ यहाँ हिँड्दै हुनुहुन्छ है। हामी चाहिँ फाइनली पराल भएको ठाउँमा आइपुगिसकेको छौँ। हामीले चाहिँ यत्रो सार्नु पर्ने हुन्छ हैन। यहाँ आउँदै पनि छ पराल बोक्ने टोलीहरू यहाँ छन्। यहाँ ठुलो ठुलो अब हामी चाहिँ यसरी यो पराल बोकेर जानुपर्ने हुन्छ हैन। यस्तो रुगा लागिरहेछ हैन। मेरो लागि पनि भारी बान्दिउँ है। भारी धमाधम लाउँदैछन् हैन सबैले। कोही बोकिसकेर हिँडिसके। हामी भारी लाग्छ हैन। हामी चाहिँ भारी लागेको छैन। मैले चाहिँ यहाँ मेरो भारी रेडी भइसक्यो। यिनीहरूको पनि यहाँ छ। यहाँ मेरो भारी रेडी भइसक्यो। यी फुप्सको मम्सको हाम्रो गेट पो छ त। यहाँ गेटबाट छिर्नु पर्ने हुन्छ हामी हैन। बोकेर जानु पर्ने हुन्छ हैन। यस्तै छ। यसले चाहिँ भारी बिगारिरहेछ हैन। यो अनुहार छोपेको मान्छेले लाइनै जाँदैछ नि। कोही चाहिँ अघि पुगेर आइसकेको छ नि। हाम्रो चाहिँ भारी बान्नु ढिलो भएर हैन। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आन्टी। भारी बिगारेर बनाएर यस्तो पाराले त कहिले पुगिन्छ होला है घर। रोसाल दिदीको भारी चाहिँ हेरौँ खतरा छ। यहाँ हेरौँ गाइस, भारी बोकेको खुसी सुनुवारले भारी हेरौँ न भारी लागेर सोच्याले कस्तो आइरहेको छ हैन। यसो अघि पुऱ्याएर आइसकेको छ हैन। हामी चाहिँ भर जाँदैछौँ। मेरो पनि भारी। हाम्रो हजुरबा चाहिँ यहाँ मिलाउँदै हुनुहुन्छ हैन। हजुरबा हामी चाहिँ ल्याउँदै छोड्ने मात्र हो। हजुरबाले मिलाउनुहुन्छ। यहाँ आउँदै चाहिँ यति चाहिँ मिलाइसक्नु भएको रहेछ हैन। यहाँ आउँदै अब चाहिँ हामी खाजा खाएर मात्रै जानु अरे हैन। अब चाहिँ खाजा खाएर हामी जानुपर्ने हुन्छ फेरि पराल बोक्नु हैन। अब चाहिँ हामी फेरि खाजा खाएर फेरि एकताल लिनु जाँदैछौँ हैन। अब चाहिँ सकिन्छ होला। अरू चाहिँ तलै छन्। म चाहिँ हिँडिसकेको छु हैन। भारी लाउँदै गर्नु अरे। आजको मौसम हेर्नुपर्दा चाहिँ यस्तो छ हैन। सबै हुस्से नै हुस्से लागिरहेछ। घाम पनि लाग्नु त लाग्दैछ अलिअलि है। अनि हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ यस्तो जङ्गल बाटो जानुपर्छ हैन। यहाँ माथि छ पराल चाहिँ जाँदैछौँ। 2टा नागिनहरू छ यहाँ। नागिनहरू त कालो पो आयो त। यिनीहरू चाहिँ नागिनहरू हो हैन। यिनीहरूले डस्नु पनि सक्छ गाइज। त्यो विषालु हो। डोरी चुट्टायो फेरि वान्स मोर। वाह 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 अझै हाम्रो घरमा खिर पाकिरहेछ। खिर ठुल्मीले पनि लिएर आएको छन् पराली हैन। अहिले डाँडामा आएर हामी पानी खाँदैछौँ। यहाँ च्याचु के गर्दैछौ तिमी? यहाँ चाहिँ कति राम्री छ नि। राम्री त क्युट। यहाँ हेरौँ है डाँडामा मिटिङ। पुलिस चाहिँ हामी पराल बोक्दै ठुलीको घर जानु आँटेको छौँ हैन। ठुलीलाई भेट्नु हैन। साइली ठुलीको घरमा 2टा आम बोकेको छ। 2टा आम खानु आँटेको छु। अब चाहिँ फाइनली हामीले पराल बोकिसकेको छौँ हैन। लास्ट हो यो चाहिँ। भारी बिग्रेर बल्ल हामीले सकायौँ। बोक्ने मान्छेहरूको हालत हेर्नु न यहाँ कसरी बोक्दैछ। मेरो पनि यस्तै भएको थियो अघि हालत हैन। हाम्रो गाउँ हेर्नुस्।
आम्बो हाम्रो यो चाहिँ मूल घर हो है। यहाँ चाहिँ मिलाइसकेर आइसकेको छ होइन मेरो पछि। अब चाहिँ हामी घर जाँदैछौँ है। हाम्रो बगैँचा पनि यहाँ ज्यानहरू हाम्रोमा खिर खुवाइ हुँदैछ तर अलि चामल धेर लाउनु भएको छ, दुध थोर लाउनु भएको छ। म भात खान आँटेको छु होइन। गरिदिनु अरे त्यही काम। अब चाहिँ खाना खाइसकेर हामीले धन्दा गर्नुपर्ने हुन्छ होइन। हामीले त के म एक्लै जुर्बाले के हान्ने अरे। हामी फेरि बजार हिँडेको घरदेखि होइन। आज कस्तो नमजा हुन्छ घर छोडेर जानु। यो मान्छे चाहिँ घर जानै मानेको छैन, यो हरियो टोपी लाउने। लु बाई बाई गाइजहरू।